Guys, welcome back to my channel BK Vines and Challenging Nepal YouTube channel. तपाईहरु यति बेला हेरेर बस्दै हुनुहुन्छ Challenging YouTube channel, Challenging Nepal YouTube channel हैन. प्लिज च्यानललाई सब्स्क्राइब गरेर लाइक शेयर पनि गरिदिनु. आज पनि म आइसकेको छु नयाँ भिडियो लिएर. यहाँको भ्युज दामी छ. सो गाइज अहिले भने त्यही नै हो. म हल्ली बाहिर आएको छु घरदेखि हैन. च्यालेन्जिङ नेपाल युट्युब च्यानलको लागि नयाँ भिडियो ल्याउनको लागि म यहाँ आइसकेको छु. के भनौँ अब यहाँको भ्यू अलि खतरा देखिन्छ हैन. चिसो पनि लास्टै छ अलि. हावा पनि खतरा चलिरहेछ. कति हावा चलिरहेछ. म टोपी बिना कसरी बसिरहेको छु तपाईँहरूलाई कसरी भन्नु होइन. त्यस्तो ज्याकेट लगाएर बस्नुपर्ने अवस्था छ. सो गाइज च्यालेन्जिङ नेपाल युट्युब च्यानल चाहिँ मैले च्यालेन्ज भिडियोहरू बनाउनका लागि खोलेको च्यानल हो. त्यसलाई चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु होला है. अनि कस्तो च्यालेन्जिङ गर्ने भन्ने कुरो तपाईँहरूको हातमा छ. तपाईँहरूले कमेन्टमा छोडिदिनु होला कस्तो च्यालेन्ज गर्ने भनेर. त्यो कमेन्टलाई चाहिँ म त्यो अनुसार भिडियोहरू प्रस्तुत गर्ने नै छु है. म पछि भेट हुन्छ. सो गाइज यस्तो अचम्म परिरहेको छु यार. अहिले म क्यामेराले भिडियो खिचिने भइसकेको छु. मोबाइलको प्याटै नै भुलेको छु यार. हेर्न सक्नुहुन्छ है. के थियो आजै चेन्ज गरेको. के थियो हेर्नु न. फाइनल्ली ओइ खतरा. के गर्छ खुट्टोमा आउँछ. फाइनल्ली गाइज फाइनल्ली चिनिएन नि त है त. गाइज बल्ल आइफोनको प्याटर्न चाहिँ बल्ल खोल्यो. दिदीजीले खोलिदिनु भयो. तपाईँ पनि त हुनुहुन्छ देखिनु भएको. के भन्नु छ ल मेरो च्यानलका उसलाई अडियन्सलाई. च्यानलमा दिदीको स्माइलको लागि भए पनि मलाई सब्सक्राइब त मिल्छ होला गाइज होइन. त्यही नै हो. अरू त के भन्नु चाहन्न म. सो गाइज जतिजनाले पनि हेर्दै हुनुहुन्छ भिडियो मन पराइदिनुहुन्छ होला भन्ने मलाई लाग्छ. हिजो 1 घन्टा जति 2-3 घन्टा लाएर एडिटिङ गरेर एउटा भिडियो पोस्ट गरेको हो. कपिराइट हानिदियो गाइज. हजुर त्यो त भन्नै पर्छ अरे क्यामेराको अगाडि. त्यो त काटिदिन्छु गरेर म त एडिटमा. त्यही नै हो गाइज होइन. अब गाह्रो छ. अब हामीलाई कन्टेन्ट पनि पाउन गाह्रो छ. च्यालेन्जिङ नेपाल त खोले च्यालेन्ज भएन गाइज. तपाईँहरूले तल कमेन्ट गरेर भनिदिनु होला यस्तो गर उस्तो गर भनेर. म त्यो अनुसार काम गर्नेछु. आजलाई भने भिडियो यति नै. हेरौँ आजको माला रानीको यो भ्यूतर्फ.